के भन्नु छ केही छैन एकदम ठिक छ इन्जोय छ के भन्नु छ एकदम ठिक छ त इन्जोय भइरहेको एकदम रमाइलो छ म पनि एकदम खुसी छु होइन यो के अरे नौलो ठाउँमा नयाँ ठाउँमा आउँदाखेरि एकदम रमाइलो लागिरहेको छ म एकदम 100% खुसी छु म पनि ठिकै छु भन्नु मन छ एकदम रिल्याक्स छ रिल्याक्स छ मजा छ गीत दिनु एउटा गीत दिनु पर्छ अब एउटा हाम्रो घरती सबलाई एउटा मिठो एक लाइन गीत जान्छ गीत बन्द होला ल ओके ओके एउटा घरतीबाट एउटा मिठो शिव भाइको होइन पहिला घरती म जिन्दगीमा मैले घरतीलाई भनेपछि एउटा घरतीबाट एउटा मिठो गीत जान्छ होइन भन्नु त सल्लाह तपाईँलाई जे मनपर्छ त्यही सुन्नुहोस् न होइन 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 मिल्छ मिल्छ मिल्न त तिमीलाई मैले कहाँ गयो मगेरी सारी तिमीलाई मैले तिमीलाई मैले जानु छ सबेर बामरी बामरी म भोलि गइहाल्छु बसेर बामरी बामरी म भोलि गइहाल्छु बसेर म भोलि गइहाल्छु हो हाम्रो लेखनाथजीबाट एउटा गीत मिठो सुमधुर गीत सायरी जेसुकै गइन हुन्छ एउटा जानु पर्यो बनाउँदा मुक्तक भन्दै मुक्त गइन हुन्छ अब हैन मुद्दे भने नि चाहिँ हके ल हाँस्ने भने हुन्छ रुँदै भने नि हेऱ्यौ भने आँखा जुदाई पल्किएर जाला वाह हेऱ्यौ भने आँखा जुदाई पल्किएर जाला नत्र जवानी त्यो त्यसै ढल्किएर जाला हेऱ्यौ भने आँखा जुदाई पल्किएर जाला नत्र जवानी त्यो त्यसै ढल्किएर जाला धेरै रूपको व्याख्या बयान नगर है माया धेरै रूपको व्याख्या बयान नगर है माया तान्दा तान्दै चुरोट जस्तै सल्किएर जाला ल ल ल ल ल हामी अब कमलजीबाट आउँदैछौँ हामी यति बेला सिन्धुलीको प्रतिभा अब के सिन्धुलीको प्रतिभा नि हामी हेर्न जाँदैछौँ ल होइन त्यस्तो एक दुईवटा लाइन त जानु पर्यो एक लाइन त होइन बरु नाचिदिनुहोस् हाँसिदिनुहोस् ल अब गीत गाउनुहुन्छ हाम्रो घरी सरले नाच्नुहुन्छ हाम्रो कमलजी ल छिनको छिनमै छिनको छिनैमा भनौँ न ल छिनको छिनैमा यहीँबाट अब हाम्रो यता हामी यति बेला फेरि हामी लास्ट अन्तिम चरणमा छौँ शिव सेकेन्ड लास्टमा छौँ होइन शिव परिवारको भाइ शिव परिवारमै शिव केसी ल एउटा एक दुई शब्द जाओस् शिव केसीको हाम्रो चाहिँ स्टुडियो है गीत सुरु हुँदैछ जाजरकोटको प्रतिभा हामी सुन्ने गरौँ जाजरकोट हो र म नाच्छु यार ल उहाँकै मुखारबिन्दबाट हामी नाच्ने गीत चाहिँ सुन्दैछौँ जाजरकोटको भन्ने ल यो सुनाइदिनु ल ल ल यार छिटो भाउनु पर्छ हामी दुईटा डान्स होइन होइन ल ल ल ल ल ल गर्दै नाच्नु ल गर्दै गीत गाइदियो ल झिम झिम सानो नजिम परे यो नानीको परेली झिम झिम परेली झिम झिम मलाई पनि इसारा दिम दिम माया जाल बुन्छु म झिम झिम सानो नजिमका परेली भुतुकै हुन्छु म मेरो प्रतिभा आइगयो नि ल मैले के सुरुवात गरेँ अन्त होइन सुरुवात गरेँ म ओरालीमा जो झरे पनि खोइ त गएको म चाहिँ गीतै सुने ल अहिले हामी यति नै गरौँ है के भन्नु छ अब अरू एक दुई शब्द 10 मिनटपछि नेक्स्ट आउँछ हाम्रो ओके ल अब अहिले चाहिँ हामी यो सुन्दरी जन्मका एकदम हामी अब हाम्रो शिवजी नाच्नु लाग्दै हुनुहुन्छ उठेर 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 भने उठेर नाच्नु यस्तो हो र उठेर ल यस के होला
यति गर्नु पऱ्यो न आज एकदम राम्रो एकदम राम्रो अब लेखनाथ यति गर्नु पऱ्यो क्या हो यति गर्नु पऱ्यो दादाको केही छ ल पाले पिलो अनि यता आउँछ क्या ल पाले पिलो ल ए ल म्युजिक मात्र सकिसक्ला ल त्यो सबै उठाउँछ तपाईँ नि हुनु न जानु अब यसै बिचमा हाम्रो मजा आउँछ नि त अब यसै बिचमा एउटा साइरी जान्छ हाम्रो एउटा अब साइरी सबैको आउँछ अहिले उहाँको गीत उहाँको नाच फरक आउँछ अहिलेको फर्स्ट भए नि त तिमी फर्स्ट भए नि त है साइरी ल अब क्लिक गरेर होइन कहाँ न्यू हुन्छ क्या त्यो न्यू अब अन्तिम मन्तव्य राखेर इमेल गर्नु है उहाँले मन्तव्य राख्नुहुन्छ मन्तव्य अब आज यो नयाँ ठाउँमा आउँदाखेरि होइन हामी सबैजना साथीभाइहरू भेट भयो रमाइलो भइरहेछ नयाँ ठाउँ नयाँ जोस जाँगरका साथ सबैको हर्ष उल्लास होइन सबैजना एकदम खुसी हुनुहुन्छ होला है रमाइलो भइरहेछ यो हाँसी खुसी हुन्छ नि जो यो क्षण सधैँभरि रहिरहोस् स्मरण रहनेछ सधैँ स्मरण रहनेछ भन्दै मेरो 2-4 शब्द यही टुङ्गो यति बेला हाम्रो जाजरकोटका भाइ होइन लेखनाथ ऋषिको एकदम स्पेसल मुक्तक सायद के हो होइन उहाँबाट आउँदैछ बाँकी उतैबाट सुरु गरौँ होइन आज हामी होइन लक्क हामी 6 जना हामी होइन पानामाको ठाउँमा चाहिँ हामी एकदम होइन यसो घुम्न आएको छौँ होइन रमाइलो गर्दैछौँ बसिरहेको छौँ होइन एउटा स्मरणको क्षण पनि रहनेछ होइन तपाईँ हामी सबै रमाइलो गरिरहेछौँ होइन हामी टाढाको साथीहरू उहाँ कहाँको धादिङको जाजरकोटको गुल्मीको म चाहिँ रोल्पाको सुन्दरी जलको काठमाडौँ सिन्धुलीको धेरै टाढाको साथीहरू एकजुट भएर चाहिँ रमाइलो गरिरहेछौँ राम्रो भयो नि नराम्रो भयो भने मिठो भयो नि नमिठो भयो भने एउटा तपाईँहरू मुक्तक म सुनाउँदैछु जस्तो भयो सबैले हो होइन त्यो तपाईँहरू राख्नु जस्तो भयो नि एउटा मुक्तक चाहिँ सुनाउँछु मुक्तक सुनेर जानु है ल
हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हल्ला सुन्दै बेहोस भए निम्त पाए मर्छु होला हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हल्ला सुन्दै निम्त हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हल्ला सुन्दै निम्तो हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हल्ला सुन्दै बेहोस भए निम्तो पाए मर्छु होला सजिएर तिमी बस्दा मण्डपमा अर्कैसँग सजिएर बस्दा तिमी मण्डपमा अर्कैसँग रङ्गाउँदा त्यो खाली सिउँदो म त खरानी पर्छु होला हुँदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला रङ्गाउँदा त्यो खाली सिउँदो म त खरानी पर्छु होला ल शिव भाइलाई फेरि पनि हाम्रो आजको भिडियो तपाईँ हो म क्यामेराम्यान फेरि हाम्रो जाजरकोटको प्रतिभा देखेपछि इज्जत पनि राख्नु पर्यो एउटा नाक पनि राख्नु पर्यो इज्जत उहाँको एकदम यो छोटो मिठो नृत्यलाई प्रस्तुत गर्नु नृत्यमा आइसक्यो अब हाम्रो आजको स्वर चयन गर्नु भने हाम्रो विष्णु गर्थी गाउनु पर्यो नि गाउनु यसपछि जाउँ हामी सिन्धुलीको उहाँको पनि प्रतिभा हामीले हेर्नेछौँ केही प्रतिभा के जाओस् न है उहाँ पनि सायरी टिकटकमा त कस्तो मिठो सायरी राख्नुहुन्छ उहाँ टिकटक क्विन हो नि त सिन्धुली गढी घुमेर आयो सिन्धुलीमा कति नराम्रो दरबार मारनी मायाले सिन्धुली गढी घुमेर हेर्दा सिन्धुलीमा कति नराम्रो दरबार मारनी मायाले मार सिन्धुली अब टुङ्गो माथि है गीतबाट ह्याप्पी एउटा गीत दिएर एन्डिङ गरौँ भाइ तामे करुवा तिम्रो माया गर्दै मलाई करुवा तिम्रो माया गर्दै मलाई भन्दै आजको यो दोस्रो अध्याय पनि समाप्त भएको घोषणा गर्न चाहन्छु तेस्रो अध्याय फेरि अर्को कमेडी टाइपले जाने कि ल भइसक्यो भिडियो रेकर्ड यति बेला हाम्रा पहिला रेडियोमा काम गर्नुहुन्थ्यो उहाँले डिआर कलेजमा कुन एफएममा काम गर्नुहुन्थ्यो म धेरैमा गरेँ सर रेडियो रोल्पामा गरेँ तपाईँको रेडियो मध्यपश्चिम घुराई रेडियो झर्ना एफएम 88 मेगाहर्ज होइन जहाँ वातावरण संरक्षण र शान्तिका लागि सूचना नेपालदाङद्वारा सञ्चालित माल पहाड तराईकै एउटै आवाज रेडियो झर्ना एफएम 88 मेगाहर्जमा पनि काम गरे हो होइन खासमा डेढ कल्याणको विषयमा होइन खास कार्यक्रम मङ्गलबार 9:15 देखि करिब 10 बजेसम्म तपाईँकै रेडियो सेन्सरमा उपस्थित हुने गर्दछौँ हामी होइन यो आवाजलाई मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन हुन सहयोग गर्नु भने सम्पूर्ण चाहिँ मेरा प्राविधिक साथीहरूलाई चाहिँ धन्यवाद व्यक्त गर्न चाहन्छु टेक्निसियन हाम्रो विष्णु सर हुनुहुन्छ होइन क्यामराम्यान उहाँले क्यामराम्यान हाम्रो विष्णु सर हुनुहुन्छ के अरे सरी सागर सर हुनुहुन्छ उहाँले पनि मलाई धेरै सहायता गर्नुभएको छ कार्यक्रम मनको भेटा तपाईँको हरेक हप्ताको मङ्गलबार 9:15 देखि करिब 10 बजेसम्म लिएर तपाईँकै रेडियो सेटमा हामी उपस्थित हुने गर्दछौँ र यति बेला मलाई मिठो साथ दिइरहनु भएको छ क्यामराम्यानबाट सागरले र यति बेला प्रविधि कक्षबाट मिठो साथ दिइरहनु भएको छ विष्णु घरतीले साथीहरू तपाईँका वरिपरि रहेका मोबाइलका सेटहरू उठाउनुहोस् अनि डायल गर्नुहोस् 984498 लाइनमा अनि तपाईँसँग हामी आज खास हामीले कुराकानी गर्ने भनेको हामी चाहिँ खास तपाईँहरूले लेखेर पठाएका
नमस्कार 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 अनि हार्दिक स्वागत छ कार्यक्रम डेर कल्याणको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्ण समादरणीय श्रोतामित्रहरूमा प्रविधि संयोजनका मित्र विष्णुसँगै क्यामेराम्यानमा सागरसँगै आवाजमा म लेखनाथ केसीको तर्फबाट नमस्कार। श्रोता बन्धुहरू, यो कार्यक्रम हरेक हप्ताको मङ्गलबार बेलुकी 9:15 देखि करिब करिब 10 बजेसम्म तपाईँकै रेडियो सिटसेटमा हामी उपस्थित हुने गर्दछौँ र आज पनि डेर कल्याण लिएर तपाईँकै रेडियो सिटसेटमा उपस्थित भइसकेका छौँ। साथीहरू, तपाईँहरूका मनका व्यथालाई लिएर तपाईँको मनको व्यथालाई लिएर लेखेका ती पत्रहरूलाई हामीले यहाँबाट वाचन गर्नेछौँ र म धेरै कुरा गर्न चाहेन, तपाईँहरूको पत्रलाई मैले यहाँबाट सम्बोधन गर्न चाहेँ। सानो, आज तिमीले लेखेको यो पत्रलाई मैले कहाँबाट सुरु गरौँ र मैले कहाँ लगेर अन्त्य गरौँ? यी तिम्रा मायाका भावहरू, तिम्रा मायाका शब्दहरू मैले कहाँबाट सुरु गरौँ र कहाँ लगेर अन्त्य गरौँ? हाम्रो कमल बास्तोला, कमल हरि बास्तोलाजीको फर्स्ट टाइम ढेँडो खाँदै गरेको एउटा भिडियो हामीले एउटा सानो क्लिप खिच्न चाह्यौँ। कस्तो महसुस चाहिँ चाहेर उहाँले भन्नु। हाम्रो बनाउने मान्छे हुनुहुन्छ, दुःख त भएको छैन हजुरलाई? जानी नजानी बनाएको है, मिठो मात्र खानु होला। ठुलो कुरा गरेर ओडाल्ने मान्छे उहाँ हो, बनाएको होइन। होइन ओडाल्ने मान्छे मेरो छोको मात्रै हो, एकचोटि भएन रे, बनाउन आएन रे, चुला भएन रे, चुला राम्रो बनाउनु भएको उहाँले। चुला भएन रे क्या चुला। त्यो ग्यासमा त्यस्तै हो, मैले बनाउँदा पनि त्यही हो, उहाँले बनाउँदा पनि त्यही हो। राम्रो बनाउनु भएको छ उहाँले। मैले बनाएँ भने त्यो राम्रो थियो, सेतो थियो, कालो भयो। त्यो कोदाको हो, उहाँले बनाउँदा पनि त्यही हो, छोरी बनाउँदा पनि त्यही हो। अब यति पुग्छ। त्यही हो, कालो नै हुने हो। तर यस बेला यति मिठो ढिँडो बनाएर खुवाउनु भएको छ, हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद। एकदम मिठो लाग्यो मलाई। फर्स्टचोटि चपाएर चाहिँ नखानु होला ढिँडो भने त्यही हो। चपाएर चाहिँ नखाइदिनुहोस् होला, सुत्त लिनु होला। मिठो छ होइन? ल एउटा फोटो खिचौँ है, एउटा मिठो है, एउटा फोटो यसमै लिउँ है। हामीले सुरु गरौँ। ल घरती सर, बाबु समाउ न। हाम्रो यो ढिँडो खाने कार्यक्रम सुरु हुन्छ। यो मूलखर्क पानामाको जङ्गल, पानामाको जङ्गल, भित्री घना जङ्गल कार्यक्रममा एकदम होइन विशेष स्वागत सहित हाम्रो ढिँडो खाने कार्यक्रम सुरु भइसकेको छ हामीले सुरु गरिसक्यौँ भन्दै अब हाम्रो कार्यक्रम लगत्तै सुरु गर्न त्यस्तो झेल्न यो चाहन्छु। त भएको घरमा अमृतको कुण्ड छ भनेर भने जस्तो पो भयो त मलाई सुस्तानीको जस्तो। यस्तो मिठो लाग्यो नि। नाइस टु मिट यु। फर्स्ट टाइम घर कहाँ बाबु तिम्रो? बन्दीपुर। घर कहाँ तिम्रो? हाडी गाउँ बसुन्जेलीलाई